हेलो वेलकम है त मेरो ब्लगमा सबैलाई स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। आज म एकदम कम बोल्छु किनकि मैले माइक पनि घरमै छोडेको छु होइन। सो आउँदाखेरि बनाइदिनु त आज एकदम गर्मी छ। आजभोलि काठमाडौँ अति गर्मी सुरु भइसकेको छ है। बी सेफ बी केयरफुल। काठमाडौँ काठमाडौँ आजभोलि हाम्रो काठमाडौँ सहरै सुन्दाखेरि वाउ भन्ने टाइपको यो प्रदूषण पोल्युसनमा चाहिँ विश्वकै नम्बर वानमा परिरहेको हुन्छ होइन। सो बी केयरफुल। अब यहाँ अगाडिबाट सो यो कुन ठाउँ हो त यो दामी छ कि यो लोकेसन चाहिँ यस्तो आवाज चाहिँ तपाईँहरू कुन ठाउँ कमेन्ट गर्ने है त कुन ठाउँ हो तपाईँलाई थाहा छ भने। म यहाँ अगाडिबाट टक्क लगाएर राइट लिएर लेफ्ट लिएर टक्क दक्षिण सडकहरू निस्केर जान्छ। अब आफूले सोच्नुहोस् यो कुन ठाउँ होला। सो गेस गर्नुहोस् है, गेस मिल्न सक्छ। त्यहाँ आज म एकदम कम बोल्छु। यहाँ अगाडि त्यो के एउटा म अगाडिबाट लेफ्ट लिने राइट लिएर अनि लेफ्ट लिने क्या ठ्याक्कै राइट लिएर अलिकति पर गएर लेफ्ट लिने। त्यहाँ अगाडि चाहिँ ट्राफिकहरू बसिरहेको छ। चिटसिट पनि हाल्न सक्ने सम्भावना अत्याधिक हुन्छ। सो बचेर हिँड्नु होला होइन। ट्राफिक नियमको पालना गरौँ भन्न चाहन्छु। सो बाइक मोडिफाई नगरौँ होइन। मेरो सजेसन। आज त मेरो मोबाइलको यो क्यामेरा पनि थियो राम्रै आइरहेको ओके लेट्स सी। यहाँ अगाडिबाट म लेफ्ट लिएर जाने स्कुटी पनि साइडबाट जाने स्कुटी पनि अगाडि गइरहेको छ। साइडले केही दुख्दैन थोडा हो रहेछ पनि जाने। ओके लेट्स सी कहिले यहाँबाट जाने। सिट त हानिहाल्छ उनीहरू रोकेपछि त होइन। रोकेपछि त्यहाँबाट छुटेर जाँदा हुने बाइचान्सको एकदम चान्स कम नै चान्स हुन्छ क्या। नत्र उनीहरूले सिट हानिहाल्छ। यहाँ अगाडि जाम हुनसक्छ। यो ठाउँमा चाहिँ जाम हुनसक्छ। यतापट्टि एउटा कमलादी जाने त्यो लाइन ठाउँमा जाम हुनसक्छ। जाम भयो भने यहाँ काटेर हाल्छ। उत्तर सडकको बाटो त्यस्तो छ नि यो यहाँ यो युटर्न लिनको लागि यहीँ तल यहाँ आउनुहुन्छ यहीँनिर आउनुहुन्छ। यहाँ त्यत्रो माथिदेखि ओ म यहाँबाट गएर आनन्दनगर गएर होइन त्यो बाटो होला। जहाँ त्यहीँ ट्राफिक बेसी लाग्छ भोलि फेरि पुग्यो। जाम सामने हुन्छ मजै आउँछ होइन। जहाँ पनि जब यस्तो अरू बाइकले दिन्छ क्या मेरै खालको मेरै बाइक कस्तो दिन्छ। सो यहाँ अगाडिबाट अब लेफ्ट साइडबाट यता आनन्दनगर लिँदै जान्छु। यता थुप्रै सिंहदरबार हुँदै अगाडि बाटो यहाँनिर ट्राफिक कस्तो खान दिँदैन। त्यहाँबाट दिँदैन बाटै गरिदिँदैन। किन बाटो चल्छ जेमा बस्नु त्यही भएर त्यहाँबाट अघि त्यो अगाडिबाट बाइक त्यो अगाडि लाग्यो त्यहाँ त्यति आवाज खोला बाटो पनि कहिले काहीँ यस्तो जाम हुन्छ यो टाइममा पनि हुनसक्छ अफिस टाइममा सक्दैन।
बाटो जन्मिन्छ बाटोबाट जाँदाखेरि अलि जाम पर्ने चान्स हुन्छ बाइकमा पेट्रोल सकेला जस्तो भइरहेको छ हुतुत भइरहेको छ त्यो रिजर्भमा ल्याइक पर्ने भइसक्यो अब त्यहाँ गएर ठ्याक्कै नजिकमा पेट्रोल पम्प ब्ल्याक पेट्रोल छ अस्ति मलाई तिनतिर भाउ बढेको थियो नि 67 68 थियो नि 68 पुग्दाखेरि मलाई 175 कति लाग्थ्यो कि सम्झना आज बढिदिन्छ हेर आज चाहिँ अहिले त तेलको भाउ घटेको छ नि त 63 70 तर यसो हेरौँ आज बढिदिन्छ मेरो बाइक हुतुत गरिरहेको छ नहाले त हुँदैन अझै बसहरू गर्दा जहाँ मन लाग्यो त्यहीँ ट्याक्सीहरू भयो रुखै गर्नु बाइकहरू त अति त्यो भयो उनीहरूलाई जहाँ मन लाग्यो त्यहीँ रोकेर बस्छ यहाँ अगाडि मान्छे जानु अफिन त भइरहेको हुन्छ नि यहाँ जामै छ यहाँ मलाई यहाँ थाहा छ नि के अगाडि बजारमा ट्याक्सी छ नि त्यो ट्याक्सीमा अलिक महँगो त महँगै भन्ला सायद सक्छ यो हामी चाहिँ घाम छैन कि अब सकिएर हाम्रो सकिएको कन्डिसनमा अनि सोध्नाले चाहिँ अलिकति महँगो दिनु हाल्नै पर्छ सर पेट्रोल भने हुतुत गर्न थाल्छ त्यो पेट्रोल छ कसरी छ 80 180 नै हो र घटा छ त दिदी अलिकति हजुर ल दिनु एउटा पैसा नि छैन क्या फेरि नै 50 गर्छ आफ्नो फेरि गाह्रो छ हो लिमिटेड पैसा हुन्छ अनि त्यही भएर गाह्रो हुन्छ सो होइन जाम चाहिँ यसो हेरेर आएको लागि मलाई लाज लाग्छ त्यो रोकिनेको बाटोमा हालिरहेको छ यो ट्याङ्कीको फेरि नखुल्ने भएको छ यो फिचर गर्नुपर्छ यो पुरै टाढो फुल आज सजिलो छ नभए फुल्दैन कि पोखिन्छ कि हाल्ने जस्तो लाग्यो पोख्यो यार त यति पेट्रोल हो 175 रुपियाँ 80 भन्दै थिएँ आज मैले के घटाएको छ नि भाउ त पेट्रोलको भाउ यताउति गरेर पुरा मिलाएर 5 रुपियाँ डिस्काउन्ट गरिदियो बोतल यो त ख्याल लिएर जानेको यहाँबाट बाइक घुमाएर होइन यताबाट जानु नदिएला सायद अब अगाडिबाट जानु नदिएला अब यताबाट टक्क लगाएर घुमेर होइन टक्क लगाएर यता यो सङ्गमको सानो पुलमा घुमेर जानुपर्छ अगाडि यो दाइबाट स्कुटी अलिक लडाइ गरेर जानुपर्छ के भयो चाबी ब्लक स्कुटर कसरी हटाइदिन्छ
अलि पछि पुरै धन्यवाद किन के गर्दा पेट्रोलको भाउ खतरा रहेछ नि त ब्ल्याकमा भएर होला ब्ल्याकमा त 130 रुपियाँ छ तेलको यहाँ त 80 हो 175 दिनु न के भन्नु बाइक किन्ने कुरा आएन हुन्छ भनेर गरौँ गाह्रो छ म आफै बोकेर हुन्थ्यो कि ब्यागमा आज बोकेको थिएन कि त्यही भएर हो होइन ठिकै छ उनीहरू पनि कमाउन बस्छ हो होइन कमाउनु पर्छ पैसा म त त्यस्तो भन्ने तर अलिक अति नै भयो बाइकमा धेरैचोटि किनिसकेको छु क्या तेल पम्पहरू राख्नु अनि त्यही भएर म आफै बोकेर हिँड्दै हिँड्दै लागिरहेको अस्ति पनि योभन्दा एकचोटि अगाडि हामी धेरै परेन यो त के हो र पठाउमा ल्याएको मैले मागेर पठाउमा फलो गरेर पठाउ गरेर टाइपको गरेर होइन अनि लाइनमा नयाँ त्यो हालेँ हालेँ कता कता सिनामल साइडतिरै अलिक नजिक पर्छ होइन त्यहाँबाट त्यो पेट्रोल पम्पमा मगाएँ त्यहाँबाट त्यो पेट्रोल पम्प त्यहाँनिर त्यो लोकेसन हालेर अनि आफ्नो यहाँ बसेर ठाउँ लोकेसन हालेर क्लिक गरेर अनि त्यहाँबाट कल गरेर इन्डाइरेक्टलाई 65 रुपियाँ कति दिएको थियो अनि 65 रुपियाँमा पनि प्लस अब यस्तो हाल्थ्यो कि कसैले त नल्याइदिनु सक्छ नि त पानीको बोतल एउटा पानी खानु पऱ्यो पानीको बोतल किनेर होइन त्यो यताउति गरेर ल्याइदिनु पर्ने हुन्छ अनि जसले ल्याइदिन्छ त्यसलाई एक्स्ट्रा 20 रुपियाँ बोनस दिन्छु भनेर नि होइन ल्याइदियो 20 रुपियाँ बोनस पनि दिउँ यो त अलिक महँगै पऱ्यो आज नि परिगयो त मजा आउँछ बाटोमा कुदाउन चाहिँ तपाईँलाई बाइक साइक आइदियो भने चाहिँ यसरी के भन्नु धेरै ठुलो मजा ठ्याक्कै घुम आइपुग्यो होइन ठ्याक्कै हाम्रो सर्मिला दिदी जस्तै क्रिया रहेछ पुरै मान्छेले